तपाईँहरूलाई के लाग्छ स्टुडेन्टको लागि चाहिँ जापान रहर हो कि बाध्यता त? अब धेरैजनाले फेरि हुन त यो कुरा अस्तिमको मात्रै पूर्व प्रधानमन्त्रीको कुरासँग नि जोडिन जान्छ होइन। अब फेरि रहरले विदेश गएका भन्ने कुरा त्यसरी चाहिँ नजाओस्। मैले भन्न खोजेको कुरा चाहिँ कस्तो भने स्टुडेन्टको लागि चाहिँ अब जापान आउनको लागि चाहिँ स्टुडेन्ट भिजा नै चाहिँ रोज्नुपर्छ कि अरू कुनै भिजामा आउँदा नि हुन्छ, अथवा चाहिँ स्टुडेन्ट भिजा मात्रै चाहिँ हो र जापान आउनको लागि भन्ने चाहिँ एकदम ठुलो बिग वाट क्या, एकदम ठुलो क्वेसन हो यो। आज चाहिँ म यसको बारेमा चाहिँ अब आफूले जानेको र 4 वर्ष चाहिँ आफू स्टुडेन्ट रहेर चाहिँ देखेको अनि सुनेको, अब भोगेको पनि भनौँ न, 4 वर्षमा जति चाहिँ देखियो त्यो कुराहरू चाहिँ गर्न गइरहेको छु। तपाईँहरू पनि नयाँ हुनुहुन्छ यो च्यानलमा भनेदेखि चाहिँ तपाईँहरूले चाहिँ च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ, किनकि म यो च्यानलबाट चाहिँ जापान सम्बन्धित कुराहरू, स्टुडेन्ट भिजा सम्बन्धी कुराहरू र स्टुडेन्टहरूले चाहिँ अब जापानमा कस्तो कुराहरू देख्नुपर्छ भोग्नुपर्छ भनौँ न त्यस्तो कुराहरू, अथवा स्टुडेन्ट भिजा कि कसरी जापान आउँदाखेरि चाहिँ बेटर हुन्छ, कसरी चाहिँ जापान बसाइलाई चाहिँ उत्कृष्ट बनाउन सकिन्छ होला भन्ने कुरामा चाहिँ तपाईँहरूलाई आफूले जानेको कुराहरू चाहिँ सिकाउँदै आइरहेको छु, सिकाउनेछु। त्यो भएर चाहिँ तपाईँहरू जान्न इच्छुक हुनुहुन्छ भनेदेखि चाहिँ यो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। आउनुहोस् आजको भिडियो, आजको टपिक चाहिँ सुरु गरौँ। मैले अघि भने जस्तै अब जापान आउन चाहिँ स्टुडेन्टमा चाहिँ रहर हो कि बाध्यता भन्ने कुरातिर जानुपर्दा चाहिँ यो रहर बाध्यता भन्दा पनि कस्तो भने एक टाइम थियो जापान आउन चाहिँ स्टुडेन्ट भिजा नै चाहिँ भन्दा अरू कुनै विकल्प नै थिएन, जसलाई चाहिँ रहर माने पनि बाध्यता माने पनि अरू कुनै अप्सनै थिएन क्या। मतलब 2017-18सम्म कुनै पनि अप्सन थिएन। 19देखि त एसएसडब्लु भन्ने पनि खुल्यो होइन। मैले आज कुरा गर्न चाहेको चाहिँ जुन एसएसडब्लु र चाहिँ नि तपाईँको यो स्टुडेन्ट बिचको चाहिँ कम्पेरिजनै भन्दा पनि फरक पर्दैन होइन। जति आफूले थाहा पाएँ, जति आफूले सुने त्यो कम्पेरिजन, किनकि अब आफैले पनि एज अ स्टुडेन्ट चाहिँ 4 वर्ष यहाँ जापानमा बस्दाखेरि चाहिँ के गरियो, के भइरहेछ र चाहिँ अब एसएसडब्लुमा आउने साथीभाइहरूले चाहिँ के गरिरहेछन् भन्ने कुराको चाहिँ एउटा सानो कम्पेरिजन हो। र यो कम्पेरिजनले गर्दाखेरि चाहिँ तपाईँहरूलाई अलिकति भए पनि थोरै इन्फर्मेसन मिलोस् भन्ने कुरा चाहिँ मेरो चाहना हो। र मेन कुरा चाहिँ के छ भन्नुहुन्छ भनेदेखि तपाईँहरूलाई चाहिँ एज अ स्टुडेन्ट जापान आउनको लागि चाहिँ अहिले अब मेन कुरा भनेको त आफूले नेपालमा पढ्नै पर्छ। स्टुडेन्टमा तपाईँ आउनुहुन्छ भने पनि नपढिकन आउने, अब यतिकै भिजा एप्लाई गरेर आउँछु भन्नुभयो भनेदेखि त सियुई नआउला त भन्न सकिँदैन, सियुई त आउँछ होइन। तर त्यसले गर्दा पछाडि त्योभन्दा पछाडिको चाहिँ कति प्रब्लमहरू आउँछ भन्ने कुरा त तपाईँहरूले त्यहाँ उताबाट त सोच्नै सक्नुहुन्न क्या। जति पनि तपाईँहरूले त्यो यतिकै एप्लाई गरेको भरमा सियुई आएर चाहिँ तपाईँ जापान आउनुभयो भने चाहिँ तपाईँहरूले मेन आफूले आएको पैसा फर्काउन पनि तपाईँहरूलाई एकदमै धेरै टाइम लाग्छ। त्यो चाहिँ लङ टाइम लाग्ने नै भयो। प्लस अब त्यसको चाहिँ अब तपाईँहरूले काम नपाउने, त्यसपछि यताको त्यो अब रहनसहनमा सजिलै घुल्न नसक्ने त्यो कुराहरू त छँदैछ। त्यो भएर चाहिँ मेन भनेको तपाईँले स्टडीमै आउनुहुन्छ भने पनि तपाईँको अब मेन भनेको त बजेट नै भयो सबभन्दा मेन कुरा त। अन्त अहिले एसएसडब्लुमा पनि एकदमै धेरै पैसा लिने गरेका छन् भन्ने त सुनेको छु। तर एकदम रियल्ली त्यो फेयरली भयो भनेदेखि चाहिँ कम्पेरिटिभली चाहिँ एकदमै धेरै कम पैसा लाग्छ एसएसडब्लुमा स्टुडेन्टमा भन्दा। स्टुडेन्टमा त अब तपाईँले स्कुल फी 1 वर्षको प्लस 3 महिना त पाउँदैन, मिनिमम पनि 6 महिनाको चाहिँ होस्टल फी, त्यो अझ त्योभन्दा बढी। अनि त्यसपछि इन्सुरेन्सहरू सबै गरेर आउनुपर्ने हुन्छ। त्यो भएर तपाईँको त अहिलेको टाइममा त लगभग सस्तो स्कुल भयो भने पनि एकदमै सस्तो स्कुल भयो भने तपाईँको 15 लाख त एकदमै नर्मली लाग्छ। अब त्यो आएर यता रिकभर गर्नु, यता यस्तो हुन्छ कि फेरि इन्कम त एकदमै धेरै हुन्छ, कमाइन्छ पनि, तर त्यो रिकभर गर्नको लागि चाहिँ टाइम एकदमै धेरै लाग्छ। किनकि अब इन्कम त यहाँ एकदम धेरै हुन्छ तर बस्ने भनेको चाहिँ लास्टै कम हुन्छ। अब हामी चाहिँ सिधै इन्कममा हिसाब गर्छौँ नि त, ओहो यति चाहिँ लाख आउँछ अथवा घन्टाको यति आउँछ भन्ने हिसाबले चाहिँ सिधै हिसाब गर्छौँ। त्यो हिसाबले चाहिँ हाम्रो नेपालमा बस्ने जति त बस्दैन, किनकि जति आम्दानी त्यति खर्च भन्ने त हामीले पहिलेदेखि सुन्दै आएका छौँ होइन। र हो पनि रियालिटी नै, जति धेरै कमाइ हुन्छ त्यति नै धेरै खर्च हुने हो। किनकि जुनसुकै देशले तलब निर्णय त्यो स्यालेरी त्यो निर्धारण गर्दा पनि त्यो देशको खर्चहरूलाई चाहिँ कति भयो भने म्यानेज गर्न सक्छ भन्ने हिसाबले मात्रै दिने हो होइन। अब धनी देशले चाहिँ धेरै दियो होइन कि त्यहाँ खर्च धेरै भएर चाहिँ धेरै दियो भन्ने कुरा हो। यहीँको पैसा बचाएर चाहिँ नेपाल फर्काउन सक्यो भने मात्रै चाहिँ धेरै हुने हो। यहीँको पैसा यहीँ नै हेर्नुहुन्छ भनेदेखि त एकदमै कम हो। उसै पनि विद्यार्थीहरूले पैसा कमाउने भनेको एकदम कम हो। त्यो भएर चाहिँ तपाईँहरूलाई चाहिँ एसएसडब्लु चाहिँ अब चाहिँ कस्तो भने अबको लागि चाहिँ रहर हो कि बाध्यता हो। एसएसडब्लु नभएर चाहिँ स्टुडेन्ट भिजा चाहिँ अबको लागि चाहिँ रहर हो कि अथवा चाहिँ बाध्यता हो भन्ने कुरा चाहिँ तपाईँहरूलाई मैले सोध्न चाहेको। अहिले पनि यति धेरै चाहिँ त्यो स्कुलहरू प्याक छन् होइन। मतलब नेपालमा चाहिँ जापानिज ल्याङ्ग्वेज सिकाउने स्कुलहरू, कन्सल्टेन्सी भनौँ न, कन्सल्टेन्सीहरू यति धेरै प्याक छन् स्टडीको लागि। यति धेरै मान्छे स्टडीमा आउनु खोजिरहनु भएको छ होइन। अब तपाईँहरूको एकदम जेन्युन निर्णय पढ्ने हो भनेदेखि त जापान आउँदैन आउनुहोस्, किनकि जापानको म त पढाइ नै राम्रै देख्दिनँ। किनकि तपाईँलाई अरू देशमा भनेको तपाईँहरूले त्यो थ्योरिटिकल पनि धेरै राम्रो पढाइ हुन्छ प्लस प्र्याक्टिकल पनि धेरै हुन्छ। यहाँ चाहिँ म आफैले पनि एउटा
जुन अटोमोबाइल सम्बन्धी पढेर पनि तपाईँको त्यो प्र्याक्टिकलहरू हेर्दाखेरि चाहिँ मलाई एकदम नराम्रो लाग्छ। यहाँ नेपालको जति नै छैन प्र्याक्टिकलै हेर्ने हो भने त तपाईँले भोलि कम्पनी छिरेपछि फेरि जेरोबाट सिकेर जान्ने कुरा भनेर छँदैछ। तर जुन स्कुलमा तपाईँ पढ्नकै लागि चाहिँ यहाँ आउनुहुन्छ भनेदेखि चाहिँ स्कुलमा चाहिँ पढाइ चाहिँ आलु एकदम ठुलो आलु, किनकि यहाँ केही पनि छैन पढाइ। तपाईँहरूलाई पेपर दिन्छ। अब नेपालमा जस्तो इक्जाम पनि यहाँ इक्जाम कस्तो हुन्छ भन्नुहुन्छ भन्दाखेरि बुक पढेर आऊ त्यो इक्जाम दिन्छु भन्ने होइन, पेपर दिन्छ अगाडि। इक्जामको लगभग 80% चाहिँ क्वेसन त्यहीँबाट आउँछ, 20% चाहिँ नयाँ हुन्छ। टोटल्ली जुन भोलिपल्ट इक्जाम दिने त्यही चाहिँ हुँदैन, तर 80% चाहिँ त्यही क्वेसनबाट आउँछ। त्यसपछि अब तपाईँहरूले त्यो पढेर पास गरेको भरमा अथवा त्यो पढेको भरमा त तपाईँहरूको हुने केही पनि होइन। यिनीहरूलाई पनि थाहा छ अब अलिक गाह्रो त्यो क्वेसनहरू दियो भने यिनीहरू पास हुँदैनन्। पास नहुने बित्तिकै स्कुलको पर्सेन्टेज घट्छ र भोलि तपाईँको चाहिँ त्यो एमबिसीले पनि भिजा दिनमा टाइट गर्छ। प्लस विद्यार्थीहरू पनि फेल हुने स्कुल अथवा धेरै फेल भयो भनेदेखि ऱ्याङ्किङ कम देखिन्छ र विद्यार्थीहरू पनि आउँदैनन्। त्यो हिसाबले स्कुलको ऱ्याङ्क राम्रो देखाउनको लागि पनि तिनीहरूले त्यस्तो गरिरहेको हुन्छ। त्यो भएर तपाईँ एकदम जेनुन हिसाबले म पढ्ने नै हो जापानमा, म जापान गएर पढ्छु भन्ने सोचाइले आउनुहुन्छ भनेदेखि चाहिँ तपाईँ स्टुडेन्ट भिजामा आएको राम्रो। तर के छ भनेदेखि जापानको पढाइ चाहिँ म काम देख्दिनँ। अब युनिभर्सिटीको त्यो टप लेभलको पढाइहरू युनिभर्सिटीमा पढ्नुहुन्छ भनेदेखि चाहिँ बेग्लै हुन्छ होला, त्यो मैले देखाएको छैन, मलाई थाहा छैन होइन। त्यहाँसम्म त मैले भन्न नि मिल्दैन थाहा नभएको कुराहरू। नत्र जुन सेनमन गएको भन्छ भोकेसनल कलेज, तिनीहरूको चाहिँ केही पनि पढाइ राम्रो छैन। प्लस अझ त्यो जुन निहोनको ल्याङ्ग्वेज स्कुल भन्छ, ल्याङ्ग्वेज स्कुलको पढाइ त झन् कुरै नगर्नुहोस्। कति स्कुलले त पैसा मात्र लिने हो, प्लस हामी अब यहाँ काम गरेर गएर स्कुलमा गएर सुत्ने नै हो। त्यो भएको कारणले गर्दाखेरि अब तपाईँ पढ्ने नै भनेर स्टुडेन्ट भिजा रोज्नुहुन्छ भनेदेखि चाहिँ कामै नलाग्ने पढाइ भयो नि पढ्छु म जापान गएर, अब त्यहाँको चाहिँ जुन कल्चरहरू सिक्छु अथवा जस्तो सुकै भए पनि म पढ्न नै जाने हो जापान भन्नुहुन्छ भनेदेखि चाहिँ आजको टाइममा चाहिँ स्टडी भिजा एकदम बेस्ट हो। किनकि अब एसएसडब्ल्यूमा आएर चाहिँ पढ्न पाइएन, अब वर्किङ भिसामा आएर पढ्न पाइँदैन। नत्र भने तपाईँ चाहिँ अब म जसरी पनि त्यहाँ गएर त्यो पढेर अथवा के भन्छ 4 वर्ष पछाडि चाहिँ म वर्किङै लगाउने हो अथवा चाहिँ युनिभर्सिटी गएर 6 वर्ष पछाडि चाहिँ वर्किङै लगाउने हो भनेर आउनुहुन्छ भनेदेखि चाहिँ तपाईँहरूको लागि चाहिँ अहिले एकदम धेरै बेस्ट भनेको चाहिँ म एसएसडब्ल्यू देख्छु। धेरैजना मान्छेले भन्नुहुन्छ यता पढ्नै मन लाग्दैन भन्नुहुन्छ, उता पढ्न मन नलाग्ने मान्छेले यता नि पढ्न मन लाग्दैन र यता आएर भाषा बन्छ ल्याङ्ग्वेज बन्छ भन्नु चाहिँ अहिले चाहिँ बेकार जस्तो भइसक्यो। पहिला एक समयमा थियो जापानिज बस्दै जापानमा, अहिले चाहिँ नेपाली बस्छन् होइन। भन्नुको अर्थ तपाईँहरूले चाहिँ कस्तो भने जहाँ पनि नेपाली हुन्छ क्या। म आफै पनि मैले जापानिज भाषै बिर्सिसकेँ क्या। अब किनभने युज नै हुँदैन। होस्टेलमा बस्छु सबै नेपाली, स्कुलमा जान्छु क्लासमा सबै नेपाली, बाँकी भएको चाहिँ बङ्गालीहरू छन्, हिन्दी चलिहाल्छ। त्यसपछि जापानिज त बोल्ने जरुरी छैन क्या, त्यो सरले थोरै बोल्छ त्यही बुझिन्छ त्यति मात्रै हो। आफूले त बोल्नै पर्दैन र जहाँ बोल्नु पर्दैन त्यहाँ चाहिँ युज हुँदैन, मतलब त्यति आफूले त्यो सम्झिन सकिन्न, आफूलाई आउँदैन। अनि अर्को सेकेन्ड भनेको काममा गयो त्यहाँ पनि नेपाली, बाँकी रहेको त्यही श्रीलङ्कन र बङ्गाली। त्यसपछि अब के हुन्छ भनेदेखि हामीलाई पनि जिउ सजिलो हुन्छ, दिमागले त्यही कुरालाई चाहिँ प्रोत्साहन गर्छ बढी। अब हामीलाई हिन्दी बोल्न सजिलो हुन्छ किनकि अब नजिकै भयो, सुनिरहेको हिन्दी फिल्म हेर्ने भएकोले गर्दा हिन्दी बोल्न सजिलो हुन्छ। त्यो भएर जापानिज भन्दा त मुखबाट छिटो हिन्दी निक्लिन्छ। त्यो भएर चाहिँ भाषा बेकार छ एकदम। अहिले त भाषा यता आएर बन्छ भन्ने सोच्नै पर्दैन। त्यो भएर तपाईँले स्टडीमा आउनुहुन्छ भने पनि एकदमै धेरै मेहनत गरेर भाषा बनाएर आउनु भने पैसा कमाउनु हुन्छ, तर यहाँको सबै फीहरू तिर्दाखेरि बच्दैन। त्यो तपाईँलाई उठाउनलाई लगभग तपाईँले आएको खर्च बराबर हुनको लागि 4 वर्ष लाग्छ। त्यसको के अर्थ रह्यो त 4 वर्ष दुःख गरेको भन्ने कुरा नै हुन्छ एउटा। तर तपाईँको अब एम होइन म पढ्ने नै हो, जापानको नयाँ कुराहरू सिक्छु, टेक्नोलोजी सिक्छु भनेर आउनुहुन्छ भनेदेखि चाहिँ यहाँको अब सेनमनहरूमा त तपाईँ पढ्दै नपढ्नुहोस्, युनिभर्सिटी जानुहोस्, सायद त्यहाँको पढाइ बेटर हुन्छ होला। सेनमा त केही पनि सिकिन्न। अब तपाईँ होइन म चाहिँ 4 वर्ष पछाडि अथवा 6 वर्ष पछाडि चाहिँ म वर्किङै लगाउने हो भनेर आउनुहुन्छ भनेदेखि चाहिँ नआउनुहोस्। तपाईँको समय र पैसाको बर्बाद नगर्नुहोस्। तपाईँहरू एसएसडब्ल्यू भिजामा आउनुहोस्। त्यसले गर्दाखेरि तपाईँको आएदेखिबाट तपाईँले 5 दिन काम गरेर हप्ताको 40 घन्टा काम गरेर 2 दिन आफ्नो लागि समय छुट्याएर मजाले तपाईँले पैसा कमाउन सक्नुहुन्छ। त्यति नै पैसा कमाउन सक्नुहुन्छ। 1 रुपियाँ पनि कम हुँदैन, बरु बढी होला। त्यति नै पैसा कमाउन सक्नुहुन्छ जति तपाईँले स्टुडेन्टमा आएर खाइ नखाइकन 3 घन्टा 4 घन्टा सुतेर मरिकन कमाउनुहुन्छ। अझ स्टडीको त तपाईँको त्यो लोन तिर्नै पर्ने हुन्छ भन्नाले तपाईँले 4 वर्षसम्म स्टडीमा त जेरो हो सेभिङ भनेको। त्यो आफ्नो एक्सपेन्सेसहरू उठाउन सक्नुहुन्छ, त्यति मात्रै हो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ यता आएर पनि वर्किङै लगाउनुहुन्छ। पहिलाको कुरा अर्कै थियो होइन, तर आजभोलिको कुरा जुन आजभोलिको अप्सनको कुरा छ, तपाईँहरूले वहीँ बसेर राम्रोसँग ल्याङ्ग्वेज सिकेर ल्याङ्ग्वेज पढेर एसएसडब्ल्यूको इक्जाम पास गरेर आफूलाई मन परेको फिल्डको इक्जाम दिएर उतैबाट आउनुभयो भनेदेखि तपाईँलाई एकदमै सजिलो हुन्छ। किनकि यता आएर नि गर्ने त्यही नै रहेछ क्या। जस्तो हामीले यो भोकेसनल सेनमन गएकोहरू पढ्छौँ भोकेसनल कलेजहरू,
त्यसपछि आफूलाई मन परेको पढिन्छ, कोहीले अटोमोबाइल पढ्छन्, कसैले चाहिँ त्यो केयरटेकर पढ्छन्, कसैले बिजनेस पढ्छन्, कसैले होटलहरू पढ्छन्। त्यही नै सेम फिल्ड हो, सेम पढाइ हो। त्यही नेपालमै बसेर पढेर आउनुहोस्। अब आफ्नै घर आफ्नै ठाउँमा पढेको भनेको धेरै बेस्ट हुन्छ होइन। तपाईँको खर्च पनि कम लाग्छ, प्लस फ्यामिलीसँग बसेर पढ्न पनि पाउनुभयो। त्यो पढेर आउनुहोस्। यता आएर तपाईँहरूले लगाउने इन्कम भनेको एकदमै हुन्छ, सेम हो, बराबर इन्कम हो। र बराबर इन्कमको लागि तपाईँले 4 वर्ष वेस्ट गर्नुभन्दा बरु 4 महिना 6 महिना नेपालमा राम्रोसँग पढेर मिहिनेत गरेर यता आउनुभयो भनेदेखि चाहिँ तपाईँहरूको चाहिँ यता आइसकेको फ्युचर पनि राम्रो भयो। प्लस तपाईँहरूले नसुतिकन त्यो निन्द्रा मारेर काम पनि गर्नु परेन। कसरी स्कुललाई खर्च पुऱ्याउँला, कसरी चाहिँ सबै आफ्नो खर्चहरू उठाउँला भन्ने पनि सोच्नु परेन। त्यो भएर चाहिँ तपाईँले आउनु साथ तपाईँको कम्पनी फिक्स भएर आउनुहुन्छ, बस्ने ठाउँ फिक्स भएर आउनुहुन्छ, गर्ने कामको सबै कुराहरू जानकारी तपाईँहरूसँग पहिल्यै हुन्छ। त्यसपछि तपाईँहरूले त्यो सबै तपाईँको स्यालेरीहरू पहिले चाहिँ कति कमाउने, कति बज्ने, कति आउँछ त्यो सबै घटाएर भन्ने कुरा सबै तपाईँसँग फिक्स हुन्छ। त्यो हिसाबले तपाईँले आफ्नो योजना पनि बनाउन सक्नुहुन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ एसएसडब्ल्यू चाहिँ अहिलेको टाइममा चाहिँ एकदमै बेस्ट जस्तो लाग्छ मलाई। जो साथीहरू एसएसडब्ल्यूमा आउनुभयो उहाँहरूको कुरा सुन्दाखेरि चाहिँ एकदमै बेस्ट छ। र पहिला चाहिँ एसएसडब्ल्यूमा 14वटा क्षेत्र मात्रै थियो, 14वटा सेक्टरमा मात्रै जापानले मान्छे ल्याउँथ्यो। अहिले त्यसलाई बढाएर चाहिँ 30वटा सेक्टर बनाएको छ। र 30वटा सेक्टरमा पनि तपाईँको 2029सम्ममा अब लगभग 3 वर्षभित्र चाहिँ 5 लाख विदेशी ल्याउने भनेर भनेको छ। त्यो हुनाले गर्दाखेरि चान्स पनि एकदमै धेरै छ। तपाईँहरूले त्यही भएर अब मिहिनेत गर्नुहुन्छ भनेदेखि चाहिँ स्टडी भिजामा चाहिँ मिहिनेत नगर्नुहोस्। तपाईँहरूको पैसा र टाइम दुइटैको बर्बादी हो। तपाईँले एक दिन रियलाइज हुन्छ, तर ढिलो रियलाइज भयो भने काम छैन क्या। तपाईँले जापान आएर भोलि बुझेर ल म उतै गएर फिल गर्छु, मलाई चाहिँ नराम्रो भएको फिल गर्छु भन्नुहुन्छ भने चाहिँ आउनु छैन। म चाहिँ अब अरूकै गल्तीहरूबाट चाहिँ सिक्छु, सचिन्छु भन्नुहुन्छ भने चाहिँ एकदम बेस्ट अप्सन हुन्छ तपाईँको लागि होइन। त्यो भएर एसएसडब्ल्यूमा चाहिँ तपाईँहरूले मिहिनेत गर्नुहोस्। यता आएर 4 वर्ष गर्ने मिहिनेत तपाईँले 4 महिनामा त्यहाँ गर्नुभयो भने तपाईँहरू एसएसडब्ल्यूमा आउनु सक्नुहुन्छ। र इन्कम भने नि मैले 1 रुपियाँ बढी होला, तर 1 रुपियाँ कम हुँदैन स्टडीमा भन्दा एसएसडब्ल्यूमा चाहिँ, त्यो ढुक्कै हो। त्यसपछि तपाईँले अहिले एसएसडब्ल्यूमा चाहिँ पहिला कस्तो छैन, अप्सन थिएन। त्यो जुन एसएसडब्ल्यूमा आएपछि चाहिँ 5 वर्षमा फर्केर जानुपर्ने थियो। अहिले चाहिँ तपाईँले यहाँ आएर चाहिँ आफ्नो त्यो बचेको 5 दिन काम गर्ने हो, त्यो 2 दिन बचेकोमा चाहिँ तपाईँले राम्रोसँग चाहिँ मिहिनेत गर्नुभयो। त्यसपछि आफूले पनि अब होइन म मेरो भाषा बढाउँछु, यता आएर पनि जेएलबिटी दिनु पाइन्छ, त्यो जापानिज ल्याङ्ग्वेज टेस्टहरू त्यो दिन्छु, यता आएर नि अब ल्याङ्ग्वेजहरू दिन्छु, इक्जाम दिन्छु। म त्यो आफ्नो चाहिँ एसएसडब्ल्यू त्यो हामी आउँदाखेरि चाहिँ अहिले एसएसडब्ल्यू 2 हुन्छ क्या, त्यसबाट चाहिँ एसएसडब्ल्यू 1 बनाउँछु भन्नुहुन्छ भनेदेखि चाहिँ त्यो एसएसडब्ल्यू 1 भनेर भिजा आफूलाई चाहिँ चेन्ज गर्नुहुन्छ एसएसडब्ल्यू 1मा भनेदेखि चाहिँ तपाईँहरूले डिपेन्डेन्ट ल्याउने, प्लस चाहिँ तपाईँहरूको त्यो बस्ने पिरियड पनि आफैले जति टाइममै बस्न पाउने, जब कि 5 वर्षमा फर्केर जानु नपर्ने हुन्छ। त्यो भएर आजको टाइममा पनि एसएसडब्ल्यू छोडेर चाहिँ स्टुडेन्टमा आउनेको चाहिँ म बाध्यता भन्दिनँ, अब चाहिँ रहर हो। र रहर गर्दाखेरि चाहिँ धेरै दुःख पाइन्छ, धेरै दुःख पनि छ। अब कस्तो हुन्छ भने होइन म चाहिँ दुःखै पाए पनि म उतै गएर सिक्छु भन्नेहरूलाई त अब केही भन्नै सकिन्न, किनकि त्यो तपाईँको आफ्नो लाइफ, आफ्नो डिसिजन हो। तर जति पनि मैले यहाँ देखेँ, मैले यहाँ आफूले बुझेँ। र आजको दिनमा चाहिँ म यदि थिएँ नेपालमा र म जापान आउन चाहन्थेँ भने चाहिँ म स्टुडेन्ट भिजा कहिले पनि छान्ने दिन्थेँ, किनकि अहिले यस्तो अवस्था भइसक्यो, भिजामा यति धेरै टाइट होइन। त्यसपछि हरेक कुरामा टाइट। अब अहिलेसम्म चाहिँ ट्याक्स त्यो जुन नेपालको प्यान नम्बर भनौँ न, नेपालमा प्यान नम्बर र नागरिकता फरक भयो जस्तो एकदम फरक थियो यहाँ चाहिँ जाइरो कार्ड र माई नम्बर कार्ड भन्ने। र अब आउने चाहिँ अप्रिलबाट चाहिँ तपाईँको माई नम्बर कार्ड र चाहिँ जाइरो कार्ड जुन ट्याक्स प्यान कार्ड र नागरिकता चाहिँ एउटै भनौँ न, हो त्यस्तो हुँदैछ यहाँ पनि। त्यो हिसाबले अब तपाईँले कतै चाहिँ जाइरो कार्ड मात्रै दिएर काम गरेर केसमा पनि नदेखिने कन्डिसनहरू धेरै थिए। तर अहिले चाहिँ अब चाहिँ त्यसमा चाहिँ ट्याक्स नम्बर पनि सँगै भइसकेपछि जाइरो कार्डमा चाहिँ तपाईँहरूको कामहरू पनि अब एकदम धेरै अब सबै देखिन्छ भनौँ, ह्यान्डकेस पाउने चान्सहरू पनि एकदम घट्दैछ, किनकि अब जापानमा विदेशी सङ्ख्या बढ्दैछ क्या। जहाँ पनि काम धेरै थियो, काम गर्ने मान्छे कोही थिएन भने पो जुनसुकै कन्डिसनमा पनि उनीहरूले ट्याक्स छरेर भए पनि काममा राख्थे त। अब त काम गर्ने मान्छे जति पनि छन् त्यो भइसकेपछि त उनीहरूलाई पनि ट्याक्स छर्नु छैन होइन। त्यो हिसाबले गर्दाखेरि ह्यान्ड क्यासहरू पाउने चान्सहरू पनि एकदम कम हुन्छ। त्यसले गर्दा 28 घन्टाको त्यो रुलभित्र बसेर चाहिँ काम गर्नुपर्ने अवस्थाहरू चाहिँ एकदम बढ्दै गइरहेको छ सबै ठाउँमा। र त्यो बढ्दै जानु भनेको हाम्रो इन्कम घट्नु हो। र जति कमाइ घट्दै जान्छ उति हामीले आएको ऋणहरू पनि तिर्न सक्दैनौँ। त्यसले गर्दाखेरि चाहिँ लोन लिएर एकदम भारी लोन लिएर स्टुडेन्ट भिजामा अब पनि जापान आउनु भनेको चाहिँ एकदमै गहिरोसँग सोच्नुपर्ने समय आएको छ होइन। तपाईँहरू पनि सोच्नु होला, किनकि म आउने बेलासम्म मलाई पनि थाहा थिएन धेरै कुराहरू। मलाई त यतिसम्म कि त्यो पढ्न सुरु गर्नुभन्दा पहिला सिडी आएपछि त राम्रोसँग थाहा पाएन, त्योभन्दा पहिलासम्म त 28 घन्टा मात्रै काम गर्न पाइन्छ भन्ने पनि थाहा थिएन। त्यो कुराले गर्दाखेरि चाहिँ धेरैजना चाहिँ नबुझेर पढ्नुभयो भने, नबुझेर गरिरहनु भएको छ भनेदेखि चाहिँ प्लिज सचिन होला। अब
होइन जानिकन जे हुन्छ होस् भन्ने हिसाबले गर्नुभएको छ भने त अब तपाईँको लाइफ तपाईँको डिसिजन होइन। तर राम्रोसँग मैले भन्नुपर्दा देखेको आधारमा जति भोगेको आधारमा भन्नुपर्दाखेरि चाहिँ अहिलेको सिचुएसनमा चाहिँ एसएसडब्ल्यू भिजा भनेको चाहिँ एकदमै बेस्ट हो। तपाईँहरूले चाहिँ आफूले चाहे जति कमाउन र चाहे जति रमाउने टाइम पाउने भनेको चाहिँ एसएसडब्ल्यू भिजामा हो। स्टुडेन्ट भिजामा तपाईँले थोरै कमाउनु भयो भने टाइम हुँदैन र कमाउने त मैले भने नि एसएसडब्ल्यू भन्दा तपाईँले कम कमाउनु होला माने मैले, तर पैसा बढी कमाउनुको लागि चाहिँ बचाउनको लागि चाहिँ स्टुडेन्टभन्दा चाहिँ एसएसडब्ल्यू बेस्ट हुन्छ। त्यो भएर अब पनि आउँदै हुनुहुन्छ भनेदेखि चाहिँ एसएसडब्ल्यू भिजालाई चाहिँ तपाईँले रोजाइमा राख्नु होला र स्टुडेन्ट भिजालाई चाहिँ बाध्यतामा राख्नु होला, किनकि एसएसडब्ल्यू भिजा चाहिँ रोजाइ हो र स्टुडेन्ट भिजा चाहिँ बाध्यता हो। अब स्टुडेन्ट भिजालाई नै रोजाइ गर्नुहुन्छ भनेदेखि चाहिँ त्यसले तपाईँहरूलाई चाहिँ एकदम धेरै जापान बसाइ चाहिँ अलिक मुस्किल बनाउनेवाला छ। राम्रोसँग सोचेर आउनु होला। बाँकी अर्को भिडियोमा भन्नेछु। थ्याङ्क यू सो मच फर वाचिङ।